मेरा पेट जोन नयाँ welcome back to my channel. It's me, Zenegri from Pokhara. If you are new to my channel, don't forget to like, share and subscribe my videos. So, फेरि पनि यसैको छु म हजुरहरु सामु नयाँ भ्लग लिएर। हजुरहरुले बाइ द टाइटल थाहा पाइसक्नु होला आज म के गर्न जाँदै छु अनि आज चाहिँ मेरो बाबुको चाहिँ ग्रुमिङ डे हो। ये अनि यो चाहिँ पोमेरियन हो साथीहरु अनि आज चाहिँ यसको ग्रुमिङ डे। ये निस्किन लाग्यो अब चाहिँ ए साथी बाबा हामी जाने चाहिँ कहाँ हो? हामी चाहिँ पोखरा पेट जोन नयाँ बजार। ए नयाँ बजारमा भएको चाहिँ ओ सो साथीहरु अब हामी जाम है त नयाँ बजारमा बाबुको ग्रुमिङको लागि। सो लेट्स गो। साथी हामीले चाहिँ यो कट के हो यो वाला चाहिँ गर्न लाग्यो यो बाबुको लागि चाहिँ। सो उहाँले गर्न सक्नुहुन्छ कि हुन्न हेरौँ है त। वाच टिल द एन्ड डोन्ट फर्गेट टु लाइक शेयर सब्स्क्राइब द भिडियो। लेट्स गो। हामी चाहिँ सृजना चोक आइसकेको छौँ। हजुरहरूले चाहिँ त्यहाँको सृजना चोक आकाशी पुल आएपछि चाहिँ हजुरहरूले लेफ्ट टर्न लिनु होला। सो यहाँ हामी चाहिँ लोकेसन पनि राखिदिएको छु यहाँनिर। अब चाहिँ त्यहाँको पृथ्वी चोक होइन सीधा तो बड़ा लेफ्ट टर्न सीधा जानु होला है साथीहरु। अब चाहिँ हामी तल छ बसी लागेको छ। सो सीधा राख्नु होला साथीहरु। अनि फेरि हामी चाहिँ यो पृथ्वी चोक हो साथीहरु। यता हेर्न सक्नुहुन्छ। अनि त्यहाँबाट लेफ्ट टर्न लिनु होला साथीहरु। सिधा नजानु लेफ्ट टर्न लिनु। जीएमसी देख्न सक्नुहुन्छ गण्डकी मेडिकल कलेज। यहाँनिर चाहिँ एउटा पेट्रोल पम्प छ। त्यो पेट्रोल पम्पको बाटो हुँदै हामीहरू चाहिँ अगाडि जानुपर्ने हुन्छ साथीहरु। हो गाइजहरु हामी चाहिँ अब आउन गइसकेको छ। त्यहाँको हाम्रो त्यो पेट्रोलको पारिपट्टि चाहिँ एउटा पेट्रोल पम्प छ है साथीहरु। सो हामी आइसकेको छ पोखरा पेट जोन। यो चाहिँ उहाँको पेट सप हो पोखरा पेट जोन जुन चाहिँ नयाँ बजारमा लोकेट गर्छ। सो हामी हाम्रो भित्र जाम। यो चाहिँ मेरो बाबु। हाय ए गयो ठिक छ। वेलकम ब्याक टु माय च्यानल। के च्यानल हो नि हेरे? अस्ति के युट्युब च्यानल हजुर। उहाँ चाहिँ हाम्रो विकास अङ्कल है। यता चाहिँ हाम्रो डाक्टर अङ्कल है। हाम्रो खै हामी बाबु। सो कुबेर लिएर गयो बिजुली बालेर कट हो हाम्रो बाबुलाई गराउन लाग्यो चाहिँ। सो यस्तो है त हजुरले यस्तो कट काट्न सक्नुहुन्छ? पक्का हो पक्का हो। कति दिने त यस्तो काट्न? पहिला काम अनि बल्ल दाम है। सो हेर्न पनि सक्छु भन्नु अब हेर्नुपर्छ साथीहरु अब कस्तो हुन्छ। के हो पद पुछेर कलर हालिन? गाइस हाम्रो बाबु चाहिँ अहिले चाहिँ यस्तो छ त। यता चला हाम्रो बाबु यस्तो छ। अनि कता कता बाबु त्यो मोबाइल देखाइदिनु त फोटो। अनि हामीले चाहिँ यस्तो कट काट्ने भन्दैछौँ। अब चाहिँ म मेरो बाबुलाई 2-3 घन्टापछि लिन आउँछु। अब हेरौँ कस्तो हुन्छ। एज एक्सपेक्टेड होला सायद हुन्छ होला नि है। ये के है? अब यता हेर त अझ यस्तो छ है साथीहरु। ओए कस्तो स्याल जस्तो के हो त। ओए हैन ओए 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 यो त्यसको थुक लाग्यो है। आइ बाबु बाबु यता हेर। ओए के छ? यता हेर त। ए आमा डन हो त।
मेरो बाबु यसको नाम के हो बाबा यसको नाम के हो विकास अङ्कल यसको नाम शिशुमानु ओए शिशुमानु ए दुईटा बाँदरहरूले त मेरो त कपडा बनाइदिएछन् साथीहरू पोमेरियन है फेरि पोमेरियन यो त के हो भने थाहा हुँदैन साथीहरू यसको ब्रिड के हो ओए चाउचाउ ओए चाउचाउ ओए यता हेर त के ए शिशुमानु म खतरा के साथीहरू हुनु आमा यस्तो पो होइन यो पुच्ची डनको बेड बाबुलाई राखिदिन्छ शिशुमानु है पापा राखिदिन्छ यता हेर त हेर शिशुमानुको फ्यान ओए ओए यसको जिउरो त कालो छ ओए यो त युनिक रहेछ ओए गर न ओए ओए यता हेर त ओए ओए यता गर न बडा बडीगार्ड एउटा छोटा बडीगार्ड है साथीहरू मेरो हो छोटो यो चाहिँ मेरो बडीगार्ड तर पुन्टे बडीगार्ड ओ यो त बाघभन्दा कम छ साथीहरू ओ बाघभन्दा कस्तो खतरा के तर यसको जिउरे गर्छ मेरै शिशुमानु हाम्रो बिफोर बाबु साथीहरू अब आफ्टर के हुन्छ है यस्तो छ कपालको कपाल यस्तो कपाल अब झन् बबाल बनाउनु छ बाबु बाबु बाउन्ड्री हो त्यहाँ हो त्यहाँबाट यहाँ हो अब हामीले यसलाई बाँध्दैनौँ यसलाई बाहिर घुमाउने यसलाई मात्रै डोरी लाउने त्यो झुक्किएर कहिले काहीँ बाहिर जाने हो हामी यसलाई लिएर लेग साइडतिर होइन अदरवाइज हामीले यसलाई लान्न यसको बााउन्ड्री त्यो बााउन्ड्री नाग्दैन यो बााउन्ड्री नाग्दैन न उसलाई तालिम दिएको छ न के गर्छ उसको सोसलाइज हो क्या यो अरू यो ब्रिडमा चाहिँ अरूको कुकुर चाहिँ एग्रेसिभ छ टोक्ने ओक्ने गर्छ यसले गर्दैन यसले चाहिँ यति हो कि दुईजना मान्छेलाई मात्रै रुचाउँदैन क्या यसलाई करायो गाली गऱ्यो मान्छेलाई रुचाउन्न न त यसलाई यसको मुखै खोलेर हातै हालिदियो पनि जे गरेर पनि केही पनि गर्दैन यो त्यसरी फ्रेन्डली छ क्या होइन होइन यो एक्साइटेड धेरै घर छोडेर आएर कपाल काट्न लागेको कि यहाँ चाहिँ यहाँ लाइट बल्ल लगाइरहेको यसो कपाल काट्ने हो क्या यो त अब तपाईँको यहाँ यसको यहाँ फ्यानहरू आउँछ ठ्याक्क बोलाएपछि ठ्याक्क ढ्याङ्गा रोपिदिने त्यहाँबाट तल जसले जे दिएर पनि आइज भन्दै जान्छ कि त्यो सिर्फ मैले मात्रै बोलाएँ मात्रै आउने त्यो यसलाई हेर्नलाई पनि मान्छे बाटोमा गाडी रोकेर हेरेर जान्छ फेरि उस्तो रहेछ कि अब चाहिँ मान्छेको जस्तै अब कस्तो बानी हुन्छ होइन कुकुरको पनि त्यस्तै रहेछ कि त्यो हाम्रो त लास्ट
त्यही चकचके छ के तपाईँले यही भन्ने कुरा हो कि कसरी राख्नु भएको छ कसरी पाल्नु भएको छ पालाइमा फरक मात्रै पर्ने हुँदैन मेरो जर्मन सेपर्ड मसँग छ अलमोस्ट तपाईँको 7वटा जर्मन सेपर्ड छ होइन तिनीहरूलाई डोरीले फुकालेर छोडिदिउँ डोरी लाएर तपाईँले घिसाएर लिएर जानु 1-2 चोटि चाहिँ उसले जान मान्दैन पछि जाला होइन एउटा दुइटा त जाँदै जान्न म भएन भने यिनीहरू निस्किन्न म जता जता गयो त्यतै हो कि अब प्रोफेसनलले मात्र लान सक्छ प्रोफेसनल छैन भने लान फेरि ट्रेनिङ कुकुर केही पनि होइन फेरि के हो कि हामी दुईजनाको बन्डिङ चाहिँ कुकुर र मान्छे साउको बन्डिङ चाहिँ धेरै राम्रो भएको भएर हामी चाहिँ डोरी नलाए पनि बोलाए पनि आउँछ कि ट्रेन पनि गरेको होइन क्या अब अब माया गर्ने भनेर 24 घन्टा राख्ने नै होइन हामीले उसलाई समयमा खाना टाइममा उसको ग्रुमिङ उसको टाइममा मेडिसिन अरू बेला यतै जा उता जा यति हो यो जस्तो मान्छेसँग त्यहाँ बसेर मैले बोलाएँ भने फर्केर आउँछ ठ्याक्कै यहाँ कुर्छ अनि सबले हेरेर जाने कि यसलाई चाहिँ फोटो खिच्छमा है भन्छ अनि आउँछ फोटो खिच्छ जान्छ तिम्रो अब यहाँ सबैले कहाँ यसरी ग्रुमिङ गर्छ बाबुको कपास जस्तो रहेछ सिरानी है छोरीलाई सिरानी हुन्छ कति चाहिन्छ होला यो त सिरानी बनायो भने त यार यति छ यार कति चाहिन्छ होला पियाज छ नवीनजी अमृत भनेर चिनेमा उतापट्टि अझै गाउँतिर कति ठुलो रहेछ सर यसको पुच्छा त के हो त गसियो कस्तो पुच्छर अब त्यो पुच्छर यस्तो लामो नै हुन्छ यहाँबाट पुच्छर यस्तरी काटिन्छ यसको यस्तरी यो यस्तो नै लामो हुन्छ ठक्कै यस्तरी यहाँ बस्छ ठ्याक्कै यहाँबाट यस्तो यसको गोलो यो नवीनजीले चाहिँ गोलो ग्रुमिङ गरिरहेछ बिगारेछ म फ्री भयो भने फोन गर्छु त्यसलाई दुख्ने बित्तिकै त स्किन ड्यामेज हुन्छ ए 2 स्किन ड्यामेज हुने हो पर्छ नि त अन्त हारा टङ्गिन्न हामीले हेर त्यसरी बाबुको कपाल Cameraman, action! यही राखेर गर्ने हो तल नि लाइटिङ आएको यसले फु गरेर सुकाइदेला नि त सुकाउन नि देख्नु म हनुमान हो नि त म फु गरेर हजुर त बाटोमा पाएर पुग्नुहुन्छ अहिले ललियाका पापा ललिया पापा छोरा हेलो ललिया के पापा उडिगई कहाँ हो जल्दी आओ यार कैमरामैन यार जय राजाको भ्लग बनाउनु पर्यो छिटो आऊ छिटो कति टाइम लाग्छ यस्तो वाला किन्नुपर्छ क्या नवीन आज चाहिँ हामी चाहिँ कसको ब्लगमा छौँ जेनिया युरीको ब्लगमा कसको जेनिया युरीको ब्लगमा जिउना युरी रे के रे ना जेनिया गिरीको ब्लगमा वेलकम टु जेनिया गिरी ब्लग यस यसरी होइन यहाँ मात्रै समातेर चुडाल्ने हो चुडाल्ने रे त्यसरी होइन यसरी यो भयो नि यसरी तानिस भने के हुन्छ उता चाहिँ ड्यामेज हुन्छ स्किन यसरी
यो भयो होइन यसलाई यसरी समातेर यो भयो होइन त्यो परेन अब यो काहीँले आउँछ नि ठक्क औँलाले राख्थेँ अनि त्यसरी होइन क्या यहाँ यसरी राखेर अनि गर्न किनकि त्यसले गर्दाखेरि त्यो त तानिए नभयो क्या दुईटा मान्छेले गर्दै गाह्रो छ हामीलाई च्यालेन्ज दिएर छोरीले गाह्रो बनाइदियो हामीलाई अब हेर्छौँ हुने हेर्छौँ अब बाबु हेर्छौँ जिनिया गिरीले हामीलाई च्यालेन्ज दिएर हामीलाई चाहिँ हामी सङ्कटमा परेको छौँ उहाँहरूको च्यालेन्ज जारी छ च्यालेन्ज होला नहोला कस्तो हुन्छ साथीहरू है च्यालेन्ज त गाह्रो छ क्यामेराम्यान आयो ललिया के पापा च्यालेन्ज त दिउँ साथीहरू कस्तो हुन्छ हामी सरुट हानिदिएर तपाईँलाई सम्धी Oi, que hoje está assistindo a rádio. होइन अर्को कुकुर के जोई कुकुर आयो क्या हाम्रोमा अस्ति जोई कुकुर पनि आयो कुकुरको नाम जोई अटाको नवीन आएको नवीन अनि सबै जोई भनेर आएको त नवीन यस्तै याद आएको कि नवीनको चलाएर आउँदैछ मलाई के भने यसको नाम के हो जोय भन्छ के भन्ने लाग्यो बसको जोय भनेर ललिया खोइ त्यो त लट्टा छ लट्टा होइन क्या डलर हो डलर जाम तल कति धेरै डलर छ नि फेरि हाम्रो नवीनले इनर कोटवाला काइलो पनि लानु पर्यो टाइको पेटमा लाटा जस्तो भयो क्या साँच्ची हो राम्रो बनाएर राखिदिनु है च्यालेन्ज अब तपाईँको साथीहरू अहिले बत्ती त आएन है बत्ती आएन अब त्यसको कटिङ सटिङ कलरिङ अब कतिखेर हुन्छ थाहा छैन जस्ट भ्याएपछि चाहिँ म फेरि पनि यो भिडियोलाई कन्टिन्यू गर्नेछु अनि म चाहिँ फोटो राखिदिन्छु बिफोर आफ्टर भिडियो राखिदिन्छु अनि मैले चाहिँ त्यो साइडमा चाहिँ के भन्छ अरे उहाँको त्यो जहाँ अगाडिको पोस्ट हुन्छ नि माथिको बोर्ड पनि राखिदिएको हुन्छ त्यहाँदेखि लोकेसन भन्छ यहाँ आएर चाहिँ हजुरहरू भिजिट गर्न सक्नुहुन्छ है साथीहरू त्यही हो अब चाहिँ हामी घर फर्किन्छौँ अनि अब अलिक दिनपछि अब जति भ्याउँछ त्यति बेला आउँछ साथीहरू अब चाहिँ घर जानुपर्ने हुन्छ सियु अब चाहिँ बाबुको ग्रुमिङपछि सो गाइजहरू अहिले चाहिँ 7:30 भइसकेको छ अनि बाबुको चाहिँ फाइनली ग्रुमिङ एन्ड अल द थिङ्स सबै फिनिस भएको छ रे सो अब चाहिँ हामी जाम मेरो च्यालेन्ज चाहिँ एज एक्सपेक्टेड आयो कि कस्तो आयो त्यो चाहिँ अब लास्टसम्म हेरेपछि थाहा पाउनुहुन्छ त्यही भएर लास्टसम्म हेर्नुपर्छ सो अब जाम यहाँ एक्साइटेड छु गाइजहरू मलाई कस्तो होला हाम्रो बाबु एक्साइटेड हो अब कस्तो सोचेको थिएँ कस्तो आउँछ है सो लेट्स गो अब सिधै म त्यही गसिप भेट्ने छु गाइजहरूलाई भयो मेरो बाबुको ग्रुमिङ भन्नु न नाटक नमारी मेरो कुकुर लस्ट भएछ साथी खै हाम्रो बाबु ओ कस्तो दामी हो ऊ सुनिसक्यो आवाज अनि गरी हालेछ अहिले त हेर्नु कस्तो दिन्छ है साथीहरू तपाईँको सबै यहाँको यो हुन्छ नि पेर्सनको बारेमा चाहिँ ऊ भनिदिन्छु कि एडभर्टाइज गरिदिन्छु कि भन्नु ल देखाउनु फोटोमा दामी अब काम राम्रो छ अब दाम पनि त्यस्तै होला च्यालेन्ज एक्सेप्ट भएन
एक्सेप्ट मात्र होइन के भयो भयो साथीहरू ए कस्तो बल भएको एकदम बाबु ओल्ड बाबु होइन नयाँ बाबु आएको छ यहाँनिर चिने कि चिनेन चिने सोले चिनेको के बाबु नै अब कहाँ नानी हुन्छ त नि अनि अब पछाडि पिङ्क भयो भने त नानी हुन्छ नि गाइजहरू के भन्छ मैले च्यालेन्ज दिएको थिएँ विकास अङ्कलले अनि विकास अङ्कलले चाहिँ आफ्नो मेहनत लगाएर चाहिँ मेरो च्यालेन्ज एक्सेप्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई अनि हजुरहरूलाई पनि यस्तो ग्रुमिङहरू चाहिएको छ भने चाहिँ उहाँलाई सम्झिन सक्नुहुन्छ साथीहरू अनि उहाँलाई सम्पर्क गर्नु होला उहाँको इन्स्टाग्राम आइडी र के मोबाइल नम्बर चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु त्यहाँ गएर कन्ट्याक्ट गर्नु होला केही पऱ्यो भने चाहिँ हाम्रो विकास अङ्कल इज अलवेज हियर साथीहरू जुन चाहिँ हाम्रो नयाँ बजारमा पर्छ म तपाईँहरूले फोटो पनि राखिसकेको छु अगाडिपट्टि चाहिँ त्यहाँ गएर चाहिँ हजुर यहाँ भिजिट हाल्न सक्नुहुन्छ उहाँले तपाईँहरू जस्तै ग्रुमिङ भन्नुभयो त्यस्तै ग्रुमिङ गरिदिनुहुन्छ क्या साथीहरू कस्तो राम्रो देखेको है हजुरलाई चाहिँ मैले च्यालेन्ज दिएँ नि त होइन त्यो च्यालेन्ज अनुसारको तपाईँले काम गरिदिनु भयो नि त तपाईँले त अनि मैले सोचेको भन्दा राम्रो गरिदिनु भयो तपाईँलाई कस्तो फिल भयो आफूले आफ्नो मेहनत कस्तो लाग्यो तपाईँलाई डेलीको काम हो प्रोफेसनली काम गरेको नेपालमा 5 वर्ष भयो मैले ग्रुमिङ गरेको सो अब यस्तो प्रोफेसनल भएपछि हजुरहरू यहाँ भिजिट गर्न त पर्ने नै हुन्छ साथीहरू हो कि होइन अनि च्यालेन्ज छ कसैले यतिको राम्रो ग्रुमिङ गर्छ भने पोखरामा अघि होइन ग्रुमिङ गर्ने मान्छे नेपालको कलरिङ पनि कस्तो दामी भयो यसको पुच्छर कलर हो फेरि मान्छेको कलर होइन पेट कलर हो है प्रोफेसनली हो गर्ने कलर लाउने भने हात पनि निलो भएर जान्छ हुनै पर्यो नि अब आफ्नो काममा त्यस्तै भएपछि भ्लग हेरेर चाहिँ हाम्रो नानुको भ्लग हेरेर पुरा सब्सक्राइबर पनि भटाभट बढ्नु पर्यो अब तपाईँले यस्तो काम गरेपछि बढिहाल्यो नि बढ्नै पर्यो नि होइन स्पेसली कुकुर बिरालोको लागि अङ्कललाई सम्झिनु हो साथीहरू साँच्ची हो यो चाहिँ यहाँ चाहिँ हजुरहरूले ऊहरू पनि पाउन सक्नुहुन्छ खानेकुरो त्यो खेल्नेकुरा यहाँनिर छ यस यहाँ हेर्नु सक्नुहुन्छ खेलाउने कुरा एन्ड अल द थिङ्स आर एभाइलेबल एट पोखरा पेर्जन साथीहरू यु क्यान भिजिट एन्ड यु निड टु भिजिट मस्ट भिजिटेड प्लेस आफ्टरको भिडियो पनि हो साथीहरू हेर्न सक्नुहुन्छ बिफोरको भिडियो नि हालिदिनुहोस् बिफोर एन्ड आफ्टर कस्तो ह्यान्डसम देखियो है त ए अब यसलाई भिडियो राख्न पर्यो फेरि अरू केटीहरू आयो भने त झ्याउँछ ह्यान्डसम कुकुर ह्यान्डसम अङ्कल हो त अनि ह्यान्डसम काम पनि हो त जे हो त्यही हो सत्य बोलेको नि भनेपछि म पास भएँ पास एकदम पास ए प्लस एक्सिलेन्ट डबल एक्सिलेन्ट होला अल्फा एक्सिलेन्ट अनि बाबु तपाईँलाई कस्तो लाग्यो हजुरले चाहिँ अब तपाईँले हामीले च्यालेन्ज दियौँ नि त अनि उहाँले च्यालेन्ज एक्सेप्ट गरेर अनि मेहनत गर्नुभयो अनि उहाँको मेहनतमा हजुरले के भन्न चाहनुहुन्छ धेरै राम्रो गर्नुभयो सोचे भन्दा राम्रो बाबु रेट पढ्यो बाबु हो कि कुकुर राम्रो हो कि कपाल कटाइ राम्रो हो भन्नु हाई बाबु ए कस्तो बल क्या ए अघि त तेरो डलरै डलर थियो अहिले त केही छैन तर यसको पुच्छर अलिकति हरियो रहेछ केही भएन हरियो यहाँ न अलिकति हरियो हरियो किन भएको भन्दा त्यो ब्राउन कलरमा ब्लू परेको भएर हरियो भएको त्यो व्हाइटमा फुल ब्लू भयो ब्राउनमा भएर हरियो देखियो फर्स्ट कलरिङ गर्ने अङ्कल चाहिँ विकास अङ्कल अनि हेर्नु सक्नुहुन्छ है जानै पर्यो नि तपाईँ यस्तोले अनि यस्तो ग्रुमिङ हान्दैछु होइन यस्तो भयो देख्यो तर साँच्ची हो नढाँटी भन्ने ढाँट्नै मिल्दैन अब बाबाले कुकुर चिनेन भनेपछि ढाँट्न मिल्छ छोरीले पहिला कस्तो थियो अहिले कस्तो भयो कुकुर हेर्ने हो नि त पहिला डलरले भइरहेको अहिले कलरले भइरहेको फुल अफ जोय होइन कलर फुल अफ जोय मेरो भाइको नाम चाहिँ हिजत्ता नि आउँछ कि ठक्क रियाक्सन हेर क्या अब ठक्क लेग साइड जाँदैछ होइन ठक्क मान्छेको रियाक्सन हेर कि बाटोमा लिएर हिँड्दैन ठक्क बाबाले अगाडि लिएर हिँड्छ तिमी पछाडि भिडियो बनाउँदै रियाक्सन कहाँबाट कुकुर आएर पुछारमा होली दलेर भनेर भन्ला यति राम्रो क्युट भन्छ नि होली दलेको भन्छ र
क्युटनेस देखेर मान्छे फिदा हुन्छ क्युट त कति क्युट क्युटी तपाईँभन्दा क्युटी हो मम्मी हो त्यो क्युटी बनाउने मान्छे को त तपाईँ कहिले ब्युटी बनाउने मान्छे राम्रो हुन्छ त दामी भएर न एकदम दामी खुसी होइन खुसी एकदम कति पैसा दिन्छ मलाई तिर्दिउँला नि ग्रुमिङको प्राइस सोध्नु पऱ्यो कति लाग्छ के गर्छ भने हाम्रो प्रोग्राम पोइन्ट जोनको इन्स्टाग्राम आइडी छ डिस्क्रिप्सनमा हालिदिन्छौँ मेरो नम्बर पनि डिस्क्रिप्सनमा हालिदिन्छ र हाम्रो नानुले हाम्रो भिजिटिङ कार्डको पनि फोटो खिचेर हालिदिन्छ हेर्नुहोस् मलाई इन्स्टाग्राममा मेसेज पनि गर्न सक्नुहुन्छ होइन भ्लग चाहिँ कहिले आउँछ मेरो बहिनी मेरो छोरीको चाहिँ हेर है अब एडिट जति बेला भेट्छ त्यति बेला होइन बासी हुनु भ्लग चाहिँ टुमोरो है ताजा हुनुपर्ने भयो भन्छ आज 3 अप्रिल हो भोलि 4th होइन आज चाहिँ किन अचार हो होइन अचार हो ओ सरी बाबु आज कति अप्रिल आज कति अप्रिल हो किन बाबु 3 4 ट्याक्क 4 मा चाहिँ अपलोड बेलुका यतिखेर अपलोड चाहिँ हुनु पऱ्यो है भ्लग है त्यो चाहिँ अलि भन्न सकिन्न किन एक्जाम छैन के छैन अब त ठक्क त्यो भ्लग एडिटिङ गर्ने ट्याक्क राम्रो एडिटिङ गर्ने है ल ओके च्यालेन्ज बिल्डिङ है भोलि चाहिँ तिमीले भ्लग चाहिँ भोलि हाल्नु पर्ने हुन्छ जसरी है तर च्यालेन्ज चाहिँ धमका दिएको के एन्सर नि धमकै आयो तिमीले पनि अब मेरो च्यालेन्ज एक्सेप्ट गर्न पऱ्यो नि भोलि अब एडिटिङ गरेर बबाल भिडियो बनाएर हाल्नु पऱ्यो ल रिल सिल के हुन्छ भ्याटा तपाईँको कमेडी मुभमेन्ट हो नो प्रब्लम कस्तो बनाउँदो रहेछ हामी पनि हेर्छौँ त्यो हेर्नु न अभियसली हेर त एउटा दुई सबले पठाउनु है 10 12 15 20 25 30 वटा 100 200 वटा होला गाह्रो छ वाचिङ आवर पुग्ला है मोनिटाइज होला आफ्नो नानीको च्यानल चाहिँ ल बाबु मलाई भाइरल बनाइदेऊ दामी देखेको यो त कुकुर जस्तो पनि देखेको होइन एकछिन बसौँ न बाबु आमै दिदी बोलाएको हाई कन्छु बाबुको चाहिँ ह्यान्डसम देख्यो साथीहरू बाबा देख्यो उताबाट पुरा च्यालेन्ज दिएकोले भेट्यो तिमी आफूले बनाएको ल आउँछौ देऊ त आमै ज्ञान छ मेरो बाबु त ब्युटिफुल एन्ड ह्यान्डसम है साथीहरू ब्युटिफुल अनि ह्यान्डसम हो कि भन्नु अनसिन्ती त हो कि त्यसले गरिदिइहाल्छ त्यसलाई हामीले केटाहरूले भन्ने नमिले तर त्यो भयो सो गाइस फाइनलीमा हामीले चाहिँ बाबुलाई चाहिँ अब घर लिएर आइसकेको छ मिस्टर ह्यान्डसम बाबु होइन अनि हजुरहरूलाई चाहिँ मैले के अरे उहाँ विकास सङ्घलाई च्यालेन्ज दिएको थिएँ होइन हजुरहरूले पनि देख्न सक्नुभएको थियो अनि च्यालेन्जमा चाहिँ मैले फोटो देखाएको थिएँ म त सक्नुहुन्न होला कि जस्तो जस्तो भन्यो तर त्यो सोचेको भन्दा चाहिँ एकदम राम्रो भएन एकदम क्यामेरामा रियलमा साँच्चै राम्रो देखियो साथीहरू क्यामेरामा कस्तो कस्तो देखेर रियलमा चाहिँ यस्तो बगाल देख्यो यस्तो बगाल मिस्टर ह्यान्डसम देखियो अरू साथीहरू होइन सो हजुरहरूलाई चाहिँ यस्तै ग्रुमिङहरू चाहिन्छ भने चाहिँ मैले पहिल्यै भनिसकेको छु उहाँको इन्स्टाग्राम आइडी र मोबाइल फोन नम्बरमा चाहिँ हजुरले सम्पर्क गर्न सक्नुहुन्छ उहाँ त फेरि प्रोफेसनल ग्रुमिङ होइन फेरि होइन ग्रुमिङ गर्ने मान्छे हो नि त उहाँ त प्रोफेसनल भइहाल्यो है अनि उहाँले कलरिङ गरिदिन्छ ग्रुमिङ नै एकदम बबाल गर्नुहुन्छ हजुरहरूले सोचे जस्तै गरिदिनु हुनेछ उहाँले चाहिँ होइन अनि हामीले चाहिँ पोखरा पेर्जुलाई च्यालेन्ज दिएको तर च्यालेन्ज बाबतै हामीले अर्को च्यालेन्ज पाइसक्यो तर जस राम्रै भयो भनौँ न यसको म त त्यस्तो एकदम राम्रो हुन्छ जस्तो त भएको थिएन तर गएको त मिस्टर ह्यान्डसम सो यहाँ साथीहरू हजुरहरू भिजिट हाल्न सक्नुहुन्छ नयाँ बजारमा छ त्यो चाहिँ केटिएम उमा के अरे त्यहाँको पारी होइन केटिएम केटिएम बाइकको सोरुमको पारी ट्याक्क उहाँको चाहिँ ऊ छ पेट सप छ उहाँ चाहिँ त्यहीँ बस्नुहुन्छ विकास अङ्कल है फेरि विकास अङ्कल सो यहाँ साथीहरू आज यति भन्दै आजको भ्लग एन्ड गर्न चाहन्छु डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब माई भिडियो